देव सञ्चार मिडियामा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिका समाचारहरुबाट। मेसीले विश्वकप इतिहास रचे। लियोनेल मेसी विश्वकप इतिहासमा लगातार 7 खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। दक्षिण कोरियामा पूर्व राष्ट्रपति पत्नीलाई 7 वर्ष जेल। दक्षिण कोरियाको अदालत पूर्व राष्ट्रपतिकी श्रीमती किम क्योन हीलाई 7 वर्ष जेल सजाय सुनाएको छ। उनीमाथि घुस लिएर जागिर र व्यापारिक फाइदा दिने आरोप लागेको थियो। ट्राफिक जरिवाना सरकारलाई पनि लाग्नुपर्छ। ज्ञानेन्द्र शाही। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले ट्राफिक नियम तोड्दा जनतालाई जरिवाना लाग्ने भए सरकारलाई पनि खाल्डो, बिग्रेको बत्ती र ढिलो कामका लागि जरिवाना लगाउनु पर्ने बताएका छन्। नयाँ शिक्षा कर गरिबीलाई लाग्दैन सोनिम वाग्ले। अर्थमन्त्री सोनिम वाग्लेले नयाँ शिक्षा कर निजी स्कुलको शुल्कमा मात्र लाग्ने बताएका छन्। उनीहरूले भने यो करबाट उठेको पैसा सार्वजनिक विद्यालय सुधार र गरिब विद्यार्थीलाई सहयोग गर्न प्रयोग गरिने बताए। नेपाल अल्ट्रा रनर सुनमाया बुढाले जित हासिल। नेपाली अल्ट्रा रनर सुनमाया बुढाले इटालीको ला स्पोर्टिभा लाभोरेडो अल्ट्रा ट्रेल 120 के दौड जितेकी छन्। उनले 11 वर्ष पुरानो कीर्तिमान तोडेकी हुन्। मादक पदार्थ सेवन गरेर गाडी चलाए जरिवाना। मादक पदार्थ सेवन गरेर गाडी चलाए अब 25,000 देखि 50,000 सम्म 50,000 रुपियाँसम्म जरिवाना लाग्ने भएको छ। ठुलो गाडीमा 50,000, सानो गाडीमा 35,000 र 2-3 पाङ्ग्रेमा 25,000 जरिवाना प्रस्ताव गरेको छ। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।